आइसल्यान्डको अर्थ हुन्छ बरफको भूमि। आइसल्यान्ड बराबर आइस प्लस ल्यान्ड। तर वास्तवमा यसको लगभग 11% भाग मात्र ग्लेसियरले ढाकिएको छ। बाँकी ठाउँ ज्वालामुखी, कालो लावा मैदान, कालो पहाड र हरिया उपत्यकाले बदिएको छ। अर्कोतर्फ ग्रीनल्यान्डको अर्थ हुन्छ हराभरा भूमि, ग्रीन प्लस ल्यान्ड। तर यो भने लगभग 80% भाग बाक्लो बरफको आइस सिटले ढाकिएको छ। केही स्थानमा बरफ 3 किलोमिटरसम्म गहिरो पुग्छ। अब प्रश्न उठ्छ, दुवैको नाम किन उल्टो पर्यो? यसको उत्तर छ भाइकिङ इतिहासमा। 9औं शताब्दीमा नर्वेजियन भाइकिङ राफ्ना फ्लोकी, जसलाई रेवन फ्लोकी पनि भनिन्छ, ले आइसल्यान्ड पत्ता लगाए। जाडोमा पुगेका उनीहरूले चारैतिर बरफ र हिउँ मात्र देखे। विशेष गरी एउटा फियोर्ड पुरै बरफले भरिएको देखेपछि निराश भएर उनले यो भूमिलाई आइसल्यान्ड नाम दिए, बरफको भूमि। तर ग्रीनल्यान्डको कथामा एउटा रोचक मोड छ। एरिक द रेड नामक भाइकिङ थिए जसलाई हत्या गरेको आरोपमा आइसल्यान्डबाट 3 वर्षको निर्वासन दिइएको थियो। नयाँ ठाउँ खोज्दै उनी पश्चिमतर्फ गए र एउटा विशाल टापु भेटे जुन धेरै जसो बाक्लो बरफले ढाकिएको थियो। यस्तो जमेको ठाउँमा को बस्न चाहन्थ्यो र? यसैले एरिकले एउटा चालाक उपाय अपनाए। उनले त्यो भूमिको नाम ग्रीनल्यान्ड राखे ताकि मानिसहरूले सोचुन् यो हराभरा, उर्वर र बस्न योग्य ठाउँ हो। यो आइसल्यान्डिक सागाज लान्नामा बोक अनुसार उनले भनेका थिए कि राम्रो नाम राखे भने मानिसहरू आकर्षित हुन्छन्। यो एक प्रकारको मध्ययुगीन मार्केटिङ ट्रिक थियो जसले सयौं सेटलर्सलाई त्यहाँ ल्यायो।